परिवेश चाहिँ हरियाली चाहिँ एकदम बढी एक ठाउँ छ एकदम चाहिँ चिसो चिसो मौसमहरू छ यहाँ गाउँदेखि हावा खोला छ आरामले छ बाटो चाहिँ रिसाइएको छ गाडीको है यस्तो छ शिवपुरी डाँडा यो बाटो त शिवपुरीको पनि अरू गाडीको चेक पोस्ट बत्तीवाला उस्माको जस्तो जाडो चिसो मौसम यस्तो चिसो लाएर यो गाडी बाइक चलाउँछ नि यसै हेडलाइट बालेर कस्तो छ चिसो सेलपुस जस्तो छ यो चाहिँ शिवपुरी गाउँपालिका हो गुरुङ गाउँ देख्छ अहिले चाहिँ उसको लाएर चाहिँ केही देखिएको छैन रोड अगाडिको रोड पनि घाँस क्लियर बनिएको छ त्यहीबाट चाहिँ हेडलाइट बालेर आइरहेको छु अगाडि यस्तो छ पुरा झर्ना आइरहेको छ है एक्सिडेन्ट आउने होला यस्तो छ झर्ना झर्ना देखाइदिने पानी परेर पनि झर्ना ठुलो आइरहेको छ यहाँ चाहिँ है देख्न सक्नुहुन्छ यहाँबाट माथि यहाँ चाहिँ यहाँ घुम्न आउने पर्यटकहरू चाहिँ अहिले के मस्तीदेखि यो चाहिँ गुरुङ गाउँ यो ठ्याक्कै चाहिँ यो दृश्य चाहिँ गुरुङ गाउँभन्दा माथिल्लो घुम्टेमा हो है यो चाहिँ यहाँ चाहिँ जो भाइ छ यहाँ साथीहरू हामी चाहिँ यहाँ मेरो घले भाइ यहाँ छ घले भाइ चाहिँ यहाँ घले भाइ हो ल यहाँ चाहिँ यो झर्ना छ यहाँ चाहिँ यस्तो कपाल झर्ना पानी परेको मौसम यस्तो झर्ना आइरहेको साथीहरू भाइहरू यो चाहिँ जति यो शिवपुरी गाउँपालिका मुनि चाहिँ नि यो गुरुङ गाउँको गुरुङ गाउँको जस्ट माथिल्लोपट्टिको घुम्तीमा है यो एक्ज्याक्टली गाई छोरो है ल यो चाहिँ नि अब गुरुङ गाउँ हो यही हो गुरुङ गाउँ भन्ने यही गुरुङ गाउँ भन्ने यहाँ लेखेको छ बोर्डमा पनि होइन एक्ज्याक्टली यहाँ चाहिँ अब लास्ट भिड हुन्छ क्या है यहाँ चाहिँ यहाँको चाहिँ एउटा सुकुटी भन्ने चाहिँ नि कमाल हुन्छ अरे भन्ने चाहिँ फेमस छ अनि यही हो ल गुरुङ गाउँ भन्नेको चाहिँ एउटा यहाँ छ यो गुरुङ गाउँ हो होइन यहाँ चाहिँ यस्तो भिड हुन्छ कि होइन यहाँ चाहिँ ल हेर्नु सक्नुहुन्छ यस्तो यहाँ नेचुरल यो डेली हो क्या यहाँ डेली यस्तो भिड हुन्छ होइन यहाँ कहाँ अब पुरा सिधै अब यहाँ तलबाट अब नुवाकोट बिजुरेबाट आउने टोली हुन्छ म्याक्सिमम् देख्न सक्नुहुन्छ यो चाहिँ होइन यो गुरुङ गाउँको चाहिँ नि
एउटा रेस्टुरेन्ट यो हो मेन चाहिँ नि पहिला चाहिँ नि यो सानो कटेज थियो अहिले चाहिँ नि 1 वर्ष भयो होला यो चाहिँ यो बिल्डिङ थपेर नयाँ पहिला चाहिँ यो सानो थियो अहिले अर्को यतापट्टि नयाँ अर्को पनि यो नयाँ भर्खर भयो यो पनि बनाएको त्यसपछि यता यस्तो हरियाली जङ्गल छ त्यो चारैतिर यस्तो छ यहाँ यस्तो लास्ट भिडियो छ यो चाहिँ होइन ल यति नै हो है यहाँ गुरुङ गाउँको चाहिँ नि विशेष दृश्य भनेको यही हो यस्तो ब्याग छ यो गुरुङ गाउँको उसो हो यो चाहिँ होइन यस्तो देख्न सक्छ यहाँ गुरुङ गाउँको यो दृश्य अवलोकनहरू हेर्न सक्छु यता नि भिड छ ब्याग छ यो त